छौँ। प्रश्न नम्बर 11 मा चाहिँ हामीलाई अलिकति राम्रै खाल अर्थात् हामीलाई काम लाग्ने खालको प्रश्न चाहिँ सोधिएको छ, परीक्षामा आउने खालको जस्तो पनि लाग्छ मलाई। यसमा चाहिँ हामीलाई देखाएको चित्रमा पिरामिडको आकारमा बनेको यो चकलेट रहेछ एउटा, जसको आधारको वर्गाकार छ, जसमा चाहिँ आधार वर्गाकार छ भने, अनि जसमा चाहिँ हामीलाई चाहिएको भनेको कुरा निकाल्नुपर्ने भनेको चाहिँ ठाडो उचाइ भनेको छ। ठाडो उचाइ निकाल्नुपर्ने छ, जुन हाम्रो प्रश्न नम्बर कतिमा सोधिएको छ, 11 मा सोधिएको छ। अब चाहिँ यहाँ दिएका कुरा हामीले पढेनौँ, यहाँ पढ्छौँ अहिले। वर्ग आधारमा भएको पिरामिड भनेको चाहिँ पुरा सतहको क्षेत्रफल टी भनेको चाहिँ 1920 सेन्टिमिटर स्क्वायर, आधारको लम्बाइ भनेको ए बराबर 30 सेन्टिमिटर। हामीलाई थाहा छ टी बराबर ए स्क्वायर प्लस 2al। अनि त्यसपछि यसको मान 1920 राख्यौँ, यो दिएको छ, बराबर ए स्क्वायर भनेको 30 को स्क्वायर भयो, प्लस 2 इन्टु 30 इन्टु एल राख्यौँ। यिनीहरूलाई राख्दाखेरि एल भनेको 17 सेन्टिमिटर। ठाडो उचाइ एच बराबर एल स्क्वायर माइनस ए अपन 2 को होल स्क्वायर। यिनीहरूका मान क्रमशः राख्दाखेरि ठाडो उचाइको ठाडो उचाइ भनेको चाहिँ 8 सेन्टिमिटर आएको छ, जुन चाहिँ हामीहरूले निकालेका छौँ है। यति नै कुरा भयो यहाँ। आजको लागि भने हामीहरूले नयाँ पाठ्यक्रम 2080 अनुसार कक्षा 10 को गणित विषय अन्तर्गत रहेको पाठ 5 क्षेत्रफल र आयतन पाठ अन्तर्गत रहेको